नेवा समुदायमा कृषि सम्बन्धी धेरै चाड पर्वहरू छन्। यसमध्ये एक योमरी पूर्णिमा पनि रहेको छ। नेपाल सम्वत अनुसार थिलागा पूर्णिमा अर्थात् मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वमा विशेष प्रकारको रोटीको भोग गर्ने गरिन्छ, जसलाई योमरी भनिन्छ। योमरी खाइने दिन भएको कारणले गर्दा यस दिनलाई योमरी पूर्णिमा भनिएको हो। नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाउने गरिन्छ। यसरी भित्राइएको नयाँ धानको चामलबाटै योमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुबेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस र कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको लोचामारी अर्थात् मुटुमारी बनाई पूजा गरी चढाउने गरिन्छ। योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धन सम्पत्ति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ। यसरी चढाएको योमरी 4 दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहिआएको छ। साँझपख टोल टोलमा केटाकेटी र युवा युवती जम्मा भई योमरी माग्ने प्रचलन पनि रहेको छ। यो एक प्रकारले देउसी र भैलो जस्तै प्रचलन हो। योमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो, जसलाई त्योसिङत्य भन्ने गरिन्छ। यसरी योमरी माग्न गई सबैको भलोको कामना समेत गरिन्छ। यस पूर्णिमाका रात सबैभन्दा लामो रातको रूपमा पनि लिइन्छ। यस रातमा सुत्न नपुग्ने मान्छेहरूलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने गरिन्छ। यस पूर्णिमाको भोलिपल्टदेखि योमरीको चुच्चो जस्तै दिन लम्बिँदै जान्छ भन्ने गरिन्छ। ईस्वी सम्वत अनुसार पनि सबैभन्दा लामो रात डिसेम्बर महिनाको 22 तारिकको दिन हो। योमरी पूर्णिमा पनि लगभग यसै दिन पर्न आउँदछ। वैज्ञानिक कथन अनुसार जाडो महिनामा चाकु खानाले शरीरमा न्यानोपन बढ्छ, जसले रुगाखोकी लाग्न दिँदैन। योमरी पूर्णिमा बारे एक ऐतिहासिक कथा रहेको छ, जस अनुसार पाञ्चाल देश हालको पनौतीमा सुचन्द्र महाजन नाम गरेका एक दानी र धर्मात्मा दम्पति बस्दथे र उनीहरूको दयालु स्वभावको चर्चा संसारभर फैलिएको थियो। एक दिन भगवान कुबेरलाई सुचन्द्र महाजन दम्पति कतिको दानी रहेछन् भनी बुझ्न मन लागेछ। कुबेरले एक दरिद्र रूप धारण गरी उक्त महाजनको घरमा माग्न पुगेछन्। महाजन दम्पतिले दरिद्र रूपी माग्नेलाई स्वागत सत्कार गरी पकाएर राखेको योमरी सहित खानेकुरा खुवाउनुको साथै श्रद्धा गरेकाले कुबेर खुसी भई आफ्नो सक्कली रूपको दर्शन दिएका थिए र ती महाजन दम्पतिलाई योमरीको गुण र धानको भकारीमा गणेश, कुबेर र तिनका वाहन सहितको प्रतिमा बनाई पूजा गरी योमरी चढाउने विधि बताएर अन्तर्ध्यान भएका थिए। त्यस दिन मंसिर शुक्ल पूर्णिमा अर्थात् थिलाथो पूर्णिमाको दिन थियो। कुबेरले दिएको विधि महाजन दम्पतिले तिलको डुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको रोटी योमरी बनाई अन्न राख्ने भकारीमा विधिपूर्वक स्थापना गरी 4 दिनसम्म छोपेर राखी पूजा गरेका थिए। अनि अन्न, धान र योमरी पनि दान गरेका थिए। भकारीमा चढाएको 4 दिनपछि विवाह भइसकेका छोरी चेली समेतलाई माइतमा बोलाई सपरिवार बसेर योमरी प्रसादका रूपमा बाँधेर खाने खुवाउने गरिन्छ। योमरी खाएपछि शरीर समेत हृष्टपुष्ट हुन थालेको थियो। त्यसरी नै धन सम्पत्तिको वृद्धि हुन थालेछ र आम्दानी पनि बढ्न थालेछ। बिस्तारै यो कुरा जताततै फैलिएपछि त्यस समयदेखि नेवा समुदायमा योमरी पूर्णिमाको संस्कृति विकास भएको विज्ञहरू बताउँछन्। तपाईहरूलाई योमरी कस्तो लाग्छ? पक्कै पनि आफ्नो धारणा कमेन्ट गरिदिनुहोला। साथै यस्तै सांस्कृतिक ज्ञानका लागि हामीलाई अवश्य फलो गर्नुहोस्।